फ्री आइएल्स, फ्री पिटी अनि प्रोसेसिङ पनि फ्री। यो सुविधा कि भ्रम? के यो मटेरियलिस्टिक वर्ल्डमा साँच्चै केही कुरा फ्री छ? मैले आफूले फेर्ने सास त लगातार तानिरहन सक्दिनँ, छोड्नुपर्छ। आफ्नै सासमा त लेनदेनको प्राकृतिक नियम लागू हुन्छ भने कोही कसैले तपाईँलाई कुन आधारमा चाहिँ सबै कुरा फ्रीमा दिन सक्छ? सत्य के हो भने क्वालिटी कम्स विथ द कस्ट। राम्रो शिक्षकको समय र एक्सपर्टिजम, आधुनिक प्रविधि, सही गाइडलाइन्स यी कहिल्यै पनि सित्तैमा आउँदैनन्। यी सबको मूल्य हुन्छ। हामी यति मात्र सल्लाह दिन सक्छौँ कि फ्रीको चक्करमा आफ्ना ओरिजिनल डकुमेन्ट्सहरू कहीँ कतै नछोड्नुहोस्। फ्रीको भ्रममा परेर आफ्नो अमूल्य समय र भविष्यलाई फ्रीमा नसिद्ध्याउनुहोस्। सचेत बन्नुहोस्। फ्रीको पासोमा होइन, गुणस्तरको बाटो रोज्नुहोस्। तपाईँको अब्रोड स्टडीको जर्नी शुभ रहोस्। विश यू अल द बेस्ट।